पछाडिबाट अगाडि सानो गर्नुहोस् स्टेप डाउन गर्नुहोस् लाइनलाई छुनुहोस् पहिलो स्टेप भइगयो अब प्लस के जोड्ने स्ल्यान्ट लाइन बाङ्गो लाइनले तलबाट माथिको लाइनलाई जोडिदिनुहोस् हो यो स्ट्रक्चर बन्नु पर्यो अब के स्टेप डाउन स्ल्यान्ट लाइन हेर्नुहोस् त अब सेम हाइटबाट स्टेप डाउन गर्नुहोस् हल्का स्ल्यान्ट गरिदिनुहोस् अनि अब ध्यान दिनुहोस् यसको हाइट हेर्नुहोस् त यो हाइट बराबरी हुनुपर्छ यो हाइट चाहिँ हेर्नुहोस् त यो हाइट बराबरी हुनुपर्छ तल माथि हुन पाइँदैन अब फेरि तल हेर्नुहोस् सेम छोटो लाइनले अप गर्नुहोस् स्टेप डाउन गर्नुहोस् लाइनलाई छुनुहोस् अब फेरि स्ल्यान्ट लाइन जोडिदिनुहोस् हेर्नुहोस् त घुमेर स्ल्यान्ट लाइनले जोडिदिनुहोस् अब स्टेप डाउन अप हेर्नुहोस् त सेम हाइटबाट स्टेप डाउन गर्नुहोस् हल्का अप गरिदिनुहोस् हेर्नुहोस् त एडीजीक्यू सेम एउटै स्ट्रक्चरबाट एडीजीक्यू यहाँ छोटो लाइनले काट्ने माथि थोरै बाँडी हुँदै सिधा तल हल्का लम्बी घुमाउने तल यसलाई छोटो लाइनले काट्दै बराबर हाइटमा हेर्नुहोस् त मैले यहाँबाटै अब वर्ड लेखेँ यहाँ ए लेखेँ हेर्नुहोस् त यहाँ पे एलिफेन्ट लेख्दैछु मैले यहाँ पे एलिफेन्ट लेख्नुहोस्